हेलो गुड मर्निङ साथीहरू। युट्युब च्यानलमा मेरो चामलिङ युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज चाहिँ मैले राँगाको मासु लिएर राँगाको सिकुटी बनाएर चाहिँ यसरी आगोमा चाहिँ स्ट्यान्ड बनाएर चाहिँ सुकाउँदैछु। सिकुटी बनाउनु पनि एकदमै गाह्रो हुन्छ साथी हो। यो चाहिँ मैले बुढोलाई विदेशमा पार्सल पठाउनु पर्ने, विदेश त नभनौँ इन्डियामा पार्सल पठाउनु पर्ने भएकोले गर्दा मैले 5 केजी राँगाको मासु लिएर सिला पारेर चाहिँ यसरी स्ट्यान्डमा हालेर चाहिँ सुकाउँदैछु। र आज नसुकेको फेरि अहिले फेरि घाममा निकालेर चाहिँ नाङ्लोमा अब चाहिँ यसरी सुकाउँदैछु। यसरी सुकाउँदा पनि राम्रोसँगले सुकेकै छैन, एकदमै टाइम लाग्ने हुन्छ। एक दिन चाहिँ घाममा के अरे सुकायो भने चाहिँ मजाले यो चाहिँ सुक्छ, खङ्ग्रङ्गै हुन्छ। अनि हिजो त्यो एकदमै अलिक बोसो पनि भएकोले गर्दाखेरि राम्रोसँगले सुकेको थिएन। फेरि मैले दोस्रो दिन पनि घाममा निकालेर नाङ्लोमा भिजाएर सुकाउँदैछु। गाह्रो छ साथी हो। सिकुटी बनाएर सिकुटीको अचार बनाएर पठाउनु पर्ने भएको छ र सिकुटीको अचार बनाएको पनि म तपाईँहरूलाई सेयर गर्नेछु है, हेर्दै जानुहोला। मेरो सिकुटी चाहिँ यसरी खङ्ग्रङ्गै सुकेको छ अहिले चाहिँ। अब चाहिँ यो चाहिँ पकाउनु लायकको, अचार बनाउनु लायकको छ। यसलाई चाहिँ मैले भिजाएर काटेर है कराईमा मरमसलाहरू लगाएर चाहिँ यसरी पकाउँदैछु। यसरी पकाउँदैछु। अब यो फिज आयो, गजजजजज फिज आएपछि चाहिँ यो चाहिँ अब लगभग रेडी भइसकेको छ। अब यसलाई म बट्टामा हाल्छु। बट्टामा हालेर चाहिँ मजाले प्याकिङ गरेर चाहिँ बुढोलाई चाहिँ पार्सल पठाउनु पर्ने छ साथी हो। यसरी 2 बट्टा मैले पार्सल रेडी गरिसकेको छु। त्यसको साथमा अचारहरू, अकबरे घिउहरू पनि मैले रेडी गरेको छु। यो चाहिँ बुढोको लागि। र बुढोले पनि अस्ति पार्सल पठाउनु भएको थियो, थ्याङ्क यू सो मच। र हजुरहरूले पनि यो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्ने आशाका साथमा। किप सपोर्टिङ। हेभ अ नाइस डे। बाई बाई। टेक केयर। लभ यु अल।